सेवा साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। नयाँ दिन नयाँ भ्लगको साथमा म सुमन राई फेरि पनि आइसकेको छु तपाईहरुको सामने। हजार ए डेटु च्याङको भाउजू यहाँ ल यहाँ भाउजू हुनुहुँदो रहेछ हैन। भाउजूले डिस्काउन्ट हुँदैछ, मैले चाहिँ ल भन्ने हैन। साथीहरु त्यही हो, म चाहिँ अहिले चत्रा जाँदैछु हैन। साथीहरु एक्लै छु, म एक्लै जाँदैछु। म चाहिँ अहिले घरदेखि अलिकति तल छु हैन, जाँदैछु। अब म तल कोप्चे झरेर बोट चढेर चत्रा जानुपर्ने हुन्छ। साथीहरु हेर्दै गर्नु होला मेरो भिडियो साथीहरु। अच्छा ठीक है ठीक है ठीक है, समझ गया। साथीहरु अब चाहिँ गाडी पनि आइसकेको छ। दाइसँग हामी चाहिँ अब झर्दैछौँ हैन। गाडी चाहिँ पुरै खाली रहेछ, क्लास 12 देखि आएको रहेछ। दाइलाई मैले भेटेँ हैन। दाइसँग हामी चाहिँ कोप्चेसम्म जान्छौँ। त्यहाँदेखि म बोट चढेर तलतिर जान्छु साथीहरु। उता 4 देखि दाइ जाँदैछ गाडीहरु। ए मान्छेहरू धेरै कतादेखि हिँड्दैछ, यतादेखि होइन। यतादेखि कस्तो छ भने यो बार क्षेत्र झर्नु, त्यहाँदेखि बोक्नु भन्दा त डाइरेक्ट त्यही त। मैले बोटदेखि हिँडेको छैन यो साल त, आज जाउँ भनेको। ल साथीहरू हामी चाहिँ अब कोप्चे पनि आइसक्यौँ है साथीहरू। अब कोप्चेमा आइसक्यौँ। अब यहाँदेखि बोट चढेर चत्रासम्म जानुपर्ने हुन्छ। कोप्चे स्ट्यान्ड चाहिँ यही हो साथी हो। कोप्चे स्ट्यान्ड सुनसान रहेछ त। भाइ ल साथीहरू, म चाहिँ अहिले कोप्चे आइसकेको छु साथीहरू। यहाँ चाहिँ त्यति धेरै मान्छे छैन रहेछ, हल्का फुल्का मात्र रहेछ मान्छे। कहाँ हिँडेको हो र? भात बोकेर हिँड्नुहोस् त। ए दाइ, दाइ तलतिर पो हिँडेको। कति बेला झर्नु भएको? ए ओहो तलतिर हिँडेको यार। ल आइरहेछ। ए दाइ दाइ यार तलतिर पो छ। दाइ टिकट एउटा दिनु न मलाई। तलतिर झर्नु पर्यो। कहाँ बारक्षेत्रसम्म त जान्छ? मेरो दाइ यहाँसम्म हुन्छ नि। ल दाइ ल दाइ ल झर्नु नि तपाईँ पनि। ल साथीहरू अब चाहिँ हामी बोट स्ट्यान्ड आइसकेको छौँ। अब बोट चढेर जानुपर्ने हुन्छ। अन्त ब्लग यसो बनाइदिनु हुँदैन नि। राति मिसाउँदै मान्छे आएछन्। भर्खर आएको बोट? ल ठिक छ। ला मान्छेको त बजार रहेछ त हौ। काका खाइडाङ्का लौ। ए यो नि रे काका तलतिर भइदिएको होइन। कहाँदेखि आउनुभयो तपाईँहरू? तलैदेखि बोट भर्खर आएको हो। दाइ के छ दाइ? ए भान्जा के छ? भ्लग हो भ्लग। यसले त मलाई ठर्काउँछ त यार। ल बिस्तारै जानु ल सबैजना। मान्छे त यार बजार छ त आज त। गाडीहरू छ त। ल अब चाहिँ
यहाँदेखि बोट चढेर जानुपर्ने हुन्छ साथीहरू। धेरै वर्ष माथि मन्दिर रहेको छ साथीहरू। साथीहरू बासेको मेन मन्दिर छ। माम्सहरू पनि हुनुहुँदो रहेछ यहाँ साथीहरू। के छ सर? हेलो, के छ? तलतिर भएन यार। ल म चाहिँ अहिले पाठ क्षेत्र पुगिसकेको साथीहरू। अब म टेम्पो चढेर यहाँदेखि अङ्कलले मलाई आलु निम्ति बनाइदिनु हुँदैछ होइन। आलु निम्ति बनाउनुहुन्छ आलु निम्ति खानेवाला मात्र साथीहरू। यता एउटा ठेला दुईवटा तिनवटा जम्मा 3टा ठेला छ साथीहरू। तपाईँहरू भन्ने सम्बन्धमा पर्दैन जस्तो मलाई लाग्छ। भने बनाउनको लागि यदि तपाईँको सानो सहयोगले कसैको जित्न दिन्छ भने कसैको आँसु कसैको परिवारको आँसु भनिदिन्छ भने र त्यसमा सहयोग पुग्छ भने त्योभन्दा ठुलो त्योभन्दा ठुलो सहयोग गरेको हुन्छ जस्तो मलाई लाग्दैन। ल साथीहरू, मेरो आलु निम्ति चाहिँ बनिसकेको छ। क्यान्सर फ्रीहरूको उपचारका लागि चाहिँ हामी सहयोग मागिरहेका छौँ र साथमा तपाईँलाई नृत्य देखिरहेका छौँ। बारा क्षेत्र 8बाट बहिनीले आफ्नो नृत्य देखिरहेकी छिन् र बहिनीलाई पनि थप हौसला प्रदान गर्न, बहिनीलाई थप हौसला प्रदान गर्नको लागि अगाडि बढ्नको लागि हौसला प्रदान गर्नको लागि बहिनीको टिकटक आइडीलाई पनि फलो गरेर साथ दिनुहोस्। बहिनीको टिकटक आइडी छ काली 0069 काली 0069। बहिनी हाम्रो डान्सर बहिनीलाई पनि टिकटकमा फलो गरेर साथ दिनुहोस्। त्यस्तै गरेर फोनले आवाज फेसबुक पेज युट्युब र टिकटकमा एक साथ हेर्न सक्नेछ। भोलि हामी आइतबार हामी शनिबारसम्म यसरी नै सहयोग जुटाउनेछौँ। खाने हो खानु आएको हो मिठो रहेछ। ल चाख्ने आऊ ल आऊ चाख्नु यहाँ। विमान थुप्रो भाइ बहिनीहरूको नृत्य देखाउनेछौँ।
र यसरी लु चाचु एउटा चाचु न त्यो काम चला जग्गा यहाँ बहिनीहरू पनि राई नै रहेछ है। सहर हो राई भाषा र सहयोग गर्नुहुन्छ ल यहाँ दुईजना नयाँ बहिनीहरूसँग मेरो चिन्हान पनि भइसकेको छ। बहिनीहरूको नाम चाहिँ गङ्गा जमुना दिदी बहिनीहरू। बहिनीहरूसँग यहाँ एकछिन बजार हामी घुम्छौँ, त्यसपछि म धरान जान्छु साथीहरू। ल लुगा किन्न आउनु सक्नुहुन्छ तपाईँहरू पनि। जाडोको लुगा न्यानो न्यानो सस्तो सस्तोमा एकदम। खोइ ए विष्णु खोइ आमचो दाजु म ल ए मलाई साँच्ची दिनीमा चत्राको घाम गर्मी सुन्तला ठोमा चिम्बलो मोड्दा सुन्तला नमिठो छ भन्ने छ बहिनीहरू। बहिनीहरू सुन्तला किन्ने बेलामा छन्। कतिमा हिँड्दा थियो ल अब बहिनीको मेरो भ्लगमा बहिनीहरूलाई पनि स्वागत गरेँ मैले। बाहिर त होइन ल साथीहरू हामी चाहिँ बजार घुम्दैछु। मैले एकछिन बजार घुम्छु म पनि, त्यसपछि म धरानतिर जान्छु। बहिनीहरू त अरू जान्छ अरे। यहाँ चाहिँ भाँडाकुँडा पसल रहेछ है साथीहरू। ल आजको दिन चत्राको हटिया पनि भरियो। यहाँ पनि भाँडाकुँडा पसल भने यहाँ चाहिँ माटोदेखि बन्ने सबै सामग्री रहेछ। यो खुत्रुके रहेछ। बहिनीले खुत्रुके किन्छ होला सस्तोमा। सस्तो भएन पैसा खुत्रुक जम्मा गर्ने त्यहाँ। बहिनीले एउटा खुत्रुके किन्नु सक्यो साथीहरू। तपाईँहरू पनि आएर किन्नु सक्नुहुन्छ, सस्तो रहेछ। एक हात अट्छ मजाले। उद्घाटन अनि यो पनि चाहिने चिज त हो नि, पैसा जम्मा गर्ने। एक वर्षमा फुटाउने पैसा हुन्छ। साथीहरू चाहिँ चत्रा बजार रहेको छ भने यता चत्रा हस्पिटल यता रहेको छ साथीहरू। घाम भयो साथीहरू, घाम भयो। जान्छौँ अब हामी। बसायो काउले मार्नु जाने अब मास्टर मेरो सुमन ब्लक
भर्खर हिजो अस्तिदेखि सुरु गरेको क्या ल फेसबुकमा फ्रेन्ड बनाउनु म त्यहाँ पठाइदिन्छु नि बहिनीहरू फेरि सुन्तला किन्ने अरे बहिनीहरू डरो घुमाउने भयो मलाई चत्रा बजार आज लाम्पाते सुर्ती बाजे घुम्नु नसक्नुहुने अशक्त हुनुहुँदो रहेछ चोकको पियारो यहाँ चाहिँ सित्रा रहेछ है साथीहरू सित्रा व्यापार पशुपतिको दर्शन सित्राको व्यापार यहाँ चाहिँ आलु चप सुन्तला यहाँ चाहिँ सुन्तला पाइँदैछ बहिनीहरू सुन्तला किन्ने होला दिदी बहिनीको सल्लाह मिटिङ भइरहेछ अघिदेखि हातखोला हामी चाहिँ अहिले साथीहरू हातखोलामा छौँ सौ भने यता कागती केरा गङ्गा जमुनाले चाहिँ सुन्तला छान्दैछ साथीहरू एक केजी बहिनीहरूले 1 केजी भयो भयो म त नखाने म त अमन छु म नखाने भएन भयो 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 नखाने क्या नखाने बहिनी म नखाने 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 म उयो टन्नै छु क्या मात्र म खाइहाल्थेँ हमारे यहाँ ऐसा ही होता है 50 रुपियाँ किन ठिक ल साथीहरू मैले 3 लिसकेँ बुने ल्याउ एउटा ल्याउ 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 नला चाहिँ ल हामीले यहाँ आइसक्रिम लिइसक्यौँ यो चाहिँ मेरो साथीहरू अब बहिनीहरू पनि जाने अरे उता स्ट्यान्डतिर जान्छ अरे बाई गर्दै बोल्नु बहिनीतिर बाई बाई भेट्दै गर्नुपर्छ बाई बाई उनीहरूसँग हामी छुटिसक्यौँ म चाहिँ अब यहीँ बजारमै छु अनि एकछिनमा धरानतिर जान्छु साथीहरू हामी चाहिँ अहिले ओसो पार्कमा आइसकेको छौँ होइन अहिले ओसो पार्कमा के नयाँ बनेको छ त्यो कुरा हामी हेर्छौँ र तपाईँहरूलाई पनि देखाउनेछौँ कति हो दिदी टिकट 2 जनाको गरिदिनु त ल मेरो लिनु त हामी 5 जना ल साथीहरू मैले चाहिँ टिकट पनि लिइसकेँ होइन म लिन्छु छोडिदिनुहोस् न म लिन्छु हामी 5 जना होइन 5 जना आइजाऊ ल साथीहरू यहाँ ओसोको चाहिँ 20 रुपियाँ टिकट रहेको छ साथीहरू हर्का साम्पाङको मूर्ति पनि बनिसकेको रहेछ हामी हर्का साम्पाङसँग एउटा फोटो खिच्छौँ होइन बुनु के हो तिम्रो नाम सदीक्षा सदीक्षा के हो सदीक्षा राई हामी हर्का साम्पाङसँग एउटा फोटो लिन्छौँ साथीहरू भिडियो नै बनाउँछु नि म यो तापको ढुङ्गा बोकेको मूर्ति पनि बनिसकेको रहेछ हो दाँत राम्रो छ नि तलतिर चाहिँ म घुमिसकेको छु होइन अब यो नयाँ बनेकोमा चाहिँ अहिलेसम्म म घुमेको छुइनँ अब हामी यहाँ पनि घुम्नेछौँ साथीहरू
सुरुम आइज अलिक मान्छे जानु म गइहालेँ ल अल द गोर्खा ल अहिलेको गेट चाहिँ दामी बनेछ दामी बनेछ है दामी बनेछ दामी बनाउनु भएछ हाम्रो श्रम मेयर साहब अनि हाम्रो श्रमदाताहरूले राम्रो बनाउनु भएछ यो हल्का सामपाङ आएपछि चाहिँ धेरै राम्रो धेरै काम धरानमा भइसकेको छ साथीहरू त्यो साथीहरू म चाहिँ यहाँ बस्ने ठाउँ पनि बनाउनु भएछ होइन म एकछिन यहाँ बसेर बस्नु पनि ल साथीहरू मैले चाहिँ भिडियो बनाउँदै मेरो ब्याट्री सकेर फोन अफ भयो होइन त्यही भएर मैले भिडियो बनाउन सकिनँ म चाहिँ अहिले रुम आइसकेँ होइन दिदीहरूको घरमा आइसकेँ खानासाना खाएर अब सुत्न लागेँ धन्यवाद तपाईँहरूलाई मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा साथीहरू अब अर्को भिडियोमा हामी भेट्नेछौँ